गर्दा शहीदहरूले न्याय नपाइरहेको देख्दै गर्दाखेरि हाम्रो घाइते साथीहरूको घाउ चढाइरहेको देख्दै गर्दाखेरि हामीलाई चित्त बुझेन। त्यही भएर युनाइटेड हुनुपर्छ। जबसम्म युनाइटेड हुँदैन तबसम्म शहीदहरूको रगतले साँचो न्याय पाउँदैन, घाइतेहरूको घाउले साँचो न्याय पाउँदैन भनेर हामी जेएनजीहरू एकदम शान्तिपूर्वक स्वतन्त्र रूपमा हामी युनाइटेड हुनको लागि हामी क्याम्पेन गरेर त्यहाँनिर न कुनै हामीसँग हात हतियार थियो, न कुनै होलदङ्गा गरेका थियौँ, न नाराबाजी लगाएर न सरकारको विरुद्धमा बोलेका थियौँ। हामी जस्ट एउटै कुरा भनिरहेका थियौँ, युनाइटेड हुनुपर्छ भनेर। तर आज हेर्नुहोस् हाम्रो साथीहरूलाई, हजुरले देख्नु भएको होला, हाम्रो साथीहरूलाई लच्छार पछार गर्दै पुलिसहरूले लगेको छ। हाम्रो छोरीचेलीहरूलाई त एटलिस्ट पुलिसहरूले अलिकति पुरुषहरूले नगर्नुपर्छ। यदि त्यस्तै ठुलो झै झगडा भएको त्यो अलग कुरो, तर त्यहाँनिर बसिरहेको छोरीचेलीले लच्छार पछार गर्दै के यही हो अधिकार? यसरी लानु पाउँछ? हाम्रो छोरीचेलीहरूलाई त्यसरी लानु पाउँछ? हामी जेएनजीहरूले हामी सबजनाको लागि आवाज उठाएको, सरकारको विरुद्धमा बोलेको थियो र हामी सरकारलाई भन्दै थियौँ बाउआमा भएको सरकार हाम्रो, उहाँहरूले हाम्रो लागि भनेको सरकार भएपछि हामी छोराछोरी एक हुँदै गर्दा सहयोग गर्नुपर्छ कि उहाँहरूलाई बाँड्नुपर्छ? छोराछोरीहरू एक हुँदै गर्दा युनाइटेड हुनुपर्छ भनेर आफ्नो घर छोडेर युनिफिकेसनको लागि आउँदै गर्दा त्यसरी लाँदाखेरि हामी मान्दिनौँ। के यो जेएनजीकै सरकार हो? आज बडो चुनौती उठेको छ। यो जेएनजीकै सरकार हो। जेएनजीको रगतको हालबाट उठेर माथि उठेको सरकारले जेएनजीहरूको आवाजहरू यसरी दबाउन पाउँछ? सरकारी तवरबाट पाउँछ? हाम्रो साथीहरू, कयौँ साथीहरू जिल्लाबाट घरबाट अनेक ठाउँबाट आउँदै थिए, बाटोमा छ अहिले पनि युनिफिकेसनको लागि। यहाँ होलदङ्गा गर्न आएको हो र हामी? युनिफिकेसन हुनुपर्छ, राष्ट्रको आवाज उठाउनको लागि युनाइटेड हुनुपर्छ भनेर आएको हामी। अनि त्यसको लागि चाहिँ हामीले यस्तो परिणाम भोग्नुपर्ने? हामी साँच्चै के यसकै लागि हो? हामी जेएनजीहरू आन्दोलन गर्दै गर्दा हामी युनिफिकेसन हुनुपर्छ भन्नु नि नपाउनु। त्यही भएर अब हुँदैन यसरी। सरकारले हाम्रो साथीहरूलाई छोड्नु पर्यो। अनि त्यति मात्रै होइन, हामीले प्रधानमन्त्रीज्यूलाई हिजो मात्रै पनि अपिल पेश गरेका थियौँ, हामीलाई युनिफिकेसन हुन हेल्प गर्नुहोस् है भनेर। छुटाउनु फुटाउनु होइन, झुन्ड बनाउनु होइन, तर युनिफाइड गर्नुहोस् है भनेर हामीले अपिल गरेका थियौँ। तर हामीलाई युनिफाइड हुन पनि नदिने कस्तो यो नियम हो? कस्तो सरकार? युनिफिकेसनको क्याम्पेन पनि रोक्नुपर्ने? त्यही भएर हुँदैन। जे गर्नुपर्छ हाम्रो मागहरू छिटो पुरा हुनु पर्यो। यदि होइन भने युनिफाइड गर्नको लागि सरकारले केही गर्दैन अनि हाम्रो साथीहरूले यसरी दमन गरिन्छ, हामी जनताहरूको आवाज यसरी रोक्छ भने हुँदैन, सहदैनौँ। हामी चाहिँ अझ कहाँ जानुपर्छ, गर्ने हो। त्यही भएर आज हामी यही गर्दैछौँ। हाम्रो युनिफिकेसन क्याम्पेन जबसम्म पुरा हुँदैन जे गर्नुपर्छ लाग्ने हो। त्यही भएर यति भन्दै सबजना जो हुनुहुन्छ आफ्नो सब कुराहरूलाई छोडेर युनिफाइड हुनुपर्छ देशको लागि भनेर। किनभने युनिफिकेसन किन? आज हाम्रो शहीदहरू, हजुर हाम्रो छोराछोरीहरू मरेको होइन त्यहाँनिर? कसको अलग्गै मरेको हो यहाँनिर? चाहे जोसुकैको छोराछोरी मरोस्, जोसुकैको छोराछोरी घाइते होस्, तर हाम्रै त हो नि नेपाली भएको नाताले। त्यही भएर हाम्रो घाइते सरहरू पनि, हाम्रो शहीद परिवारहरू पनि अझै आउँदै हुनुहुन्थ्यो, युनिफिकेसनको लागि आउँदै हुनुहुन्थ्यो। हुँदैन यसरी। अब युनिफिकेसन जसरी हुन्छ हुनैपर्छ। हस्, धन्यवाद। मेरो नाम सागर तामाङ, म भोजपुरबाट युनिफिकेसनकै लागि आएको थिएँ। हस्, धन्यवाद। उपस्थित सम्पूर्ण पत्रकार मित्रहरूमा मेरो नमस्कार। म मञ्जना राई पास्तर जिल्लाबाट, जो म एउटा युनिफिकेसनको लागि त्यति टाढा पास्तरबाट आज म यहाँ उपस्थित भएको थिएँ। तर यहाँ उपस्थित भएर आज आइरहँदाखेरि जो माइती घर मण्डलाको अगाडिपट्टि हामीले स्वस्फूर्त रूपमा आएर हामीले त्यहाँ जो हामीले स्वतन्त्रपूर्वक हामीले यो कार्यक्रम गरिरहँदाखेरि हामीलाई आज हाम्रै आँखा अगाडि हाम्रो साथीहरूले लछार पछार गरेर लगिएको छ। जो उहाँहरू नमान्दै राष्ट्रिय झन्डा भिरेको साथीहरूलाई अनि हातमा कार पक्रिरहेको साथीहरूलाई कार चेताइएको छ, जसले फिल्महरू पक्रिरहेको थियो त्यो चेताइएको छ। अनि जुन राष्ट्रिय झन्डाहरू खोसिएर आज उहाँहरूले लछार पछार अनि जुन चेलीहरू हुनुहुन्थ्यो उहाँलाई यति थाहा थिएन होला, जो भाइटिका
को दिन एउटा चेली र माइती हामी खुट्टा ढोगेर एउटा चेलीले माइतीलाई हामी पुजिन्छ। तर त्यो पुज्दै गर्दाखेरि जसले वर्दी लगाएर आएको छ नि उहाँहरूले त्यो सडकमा आइरहँदाखेरि वर्दी लगाइराख्दाखेरि त्यो कुरा भुल्नु हुँदैन थियो कि चेलीमाथि त्यसरी उहाँले हात लगाउनु हुँदैन थियो। त्यसको लागि त चेली पनि थियो होला नि त, थियो कि थिएन? त्यहाँ चेली पनि पुलिसहरू थियो होला नि त। तर किन त्यहाँ पुलिस प्रशासनबाट जो माइतीहरू हुनुहुन्थ्यो उहाँले जहाँ त्यही हात पछाड गरेर लछाड पछाड गरेर आज हाम्रै आँखा अगाडि हाम्रो साथीहरूलाई उठाएर लगेको छ। आज पुलिस प्रशासनमा हाम्रै साथीहरू अहिले 50-60 जनाभन्दा बढी अहिलेसम्म उठाइरहेका छ। जहाँ सडकमा आएको थिएन उहाँहरू, जुन सडकमा नआएका गाडीमा आइरहेकाहरूले पनि रोकी रोकी जसको गोजीमा प्ले कार्ड छ अनि जसको गलामा यो राष्ट्रिय झन्डा छ उनीहरूले छानी गाडी त्यहाँ नआइसकेसम्म उनीहरूले त्यहाँबाट उठाएर लगेको छ। कि यही हो न्याय? कि यही हो न्याय? म प्रश्न गर्न चाहन्छु हजुरलाई। आज यहाँ तमाम हजुरहरू यहाँ मिडिया हुनुहुन्छ, अगाडि हाम्रो आवाज सायद सुनिरहेको छ होला। जो आजभन्दा अगाडि जेनजी आन्दोलन जो भाद्र 23 र 24 गतेको हुँदै गर्दा जहाँ उनीहरूले बिना हतियार एउटा आवाज लिएर परिवर्तनको आवाज लिएर उहाँहरू सडकमा उत्रिरहँदाखेरि आज कतिजनाले एउटा देशको लागि बलिदान दिएर शहीद हुनुभएको छ। तर त्यही जो शहीद हुनुभएको छ जसले आजसम्म पनि जो हस्पिटलको बेडमा रहिरहेको छ उहाँहरूको न्यायको लागि हामीले एउटा एकजुट हुनुपर्छ भने युनाइटेडको कुरा गरिरहँदा एकताको कुरा लिएर हामी त्यहाँ उभिरहेका थियौँ। तर त्यहाँ एकताको कुरा गरिरहँदाखेरि त्यहाँ हामीले गुटको कुरा गरेका थिएनौँ, कुनै पनि जुटको कुरा गरेका थिएनौँ। तर हामी सबैजना युनाइटेड भएर एक भएर सबैजना यो पक्ष त्यो पक्ष त्यो सरकार पक्ष जेनजी पक्ष होइन, कुनै पनि गुटमा होइन, तर हामी सबैजना समान अधिकारले एक भएर एक गुट भएर अघि बढ्नुपर्छ भनेर त्यो एउटा आवाज लिएर हामी हिँडिरहँदाखेरि आज त्यहाँ हेर्नु हजुरले देखिसक्नुभयो होला, हाम्रै साथीहरू हेर्नु त्यहाँ मिडियामा देखिराख्नु भएको छ होला, कति मिडियामा देखिराख्नु भएको छ हजुरले पनि लगाउनु भएको छ होला। त्यहाँ कुन तरिकाले हाम्रो साथीहरूलाई लगिएको छ। अहिलेसम्म पनि जो हामीले निमुखाहरूको आवाज अझै पनि दबाएर राख्ने यो कुन खालको सरकार हो? जो जेनजीले बनाएको सरकार थियो, तर त्यो सरकार के जेनजीले बनाएको सरकार जेनजीलाई नै टुक्रा टुक्रा बनाउनको लागि बनाएको सरकार हो? त्यो प्रश्न गर्न चाहन्छु हजुरलाई। यो आवाज हजुरले यो पठाइराख्नु भएको छ, कति मिडियाबाट गइरहेको छ होला, लाइभ गरिराख्नु भएको छ होला, देशभर यो पुगोस् अनि हाम्रो सरकार जो जेनजीले बनाएको सरकार भनेर अहिले सबले चिनिन्छ नि त्यो सरकारसम्म पनि हाम्रो आवाजहरू पुगेको होस् म यो भन्न चाहन्छु। आज छटपटीले बसिरहेको छ त्यो जेलमा जसले आफ्नो आमाको काग भन्दा टाढा गएको थिएन, त्यो जेनजीहरू जो आज 12-13 वर्षको युवाहरू छ, कतिजना जेलमा कोचारी राखेको छ, तछार पछाड बनाएर गाडीमा ठेली जगटामा पक्रेर पछाड्दै लगिएको छ त्यो जेलीहरूलाई। कि उहाँले मागेको यही हो? हामीले पाउनुपर्ने न्याय त्यही हो? प्रश्न गर्न चाहन्छु म हजुरलाई। आज धेरैजना हाम्रै चेलीहरू लगेको छ जसमा 13 वर्ष मुनिका पनि छौँ र कतिजना मसिना भाइहरू पनि छ जसको लागि राष्ट्रको आमूल परिवर्तनको लागि एउटा आवाज लिएर न उहाँहरू बोल्नुभएको थियो। यो हेर्नुहोस्, यो प्लेकार्डमा जे लेखिएको छ, यो प्लेकार्डमा जे लेखिएको छ नि उहाँहरू बोल्नु पनि भएको थिएन, तर यही प्लेकार्ड मार्फत उहाँले देखाएर एउटा शान्तिपूर्ण हामी बसिरहेका थियौँ। तर त्यो बस्ने क्रममा हामी त्यहाँ नआइपुग्दाखेरि नै उहाँले गाडीबाट छानी लगेको छ। त्यहाँ के हामी हेरेर बच्छौँ? तर अहिलेसम्म हामी यहाँ छौँ नि, जतिजना लगिएको छ नि आजसम्म हामी शान्ति तरिकाले बसिरहेका थियौँ होला, शान्तिपूर्ण ढङ्गले हामी त्यहाँ मौन भएर बसिरहेका थियौँ होला। तर अब आजबाट हामी अर्को कदम चाल्न पनि हामी बाध्य भएका छौँ र यो बाध्य हामीलाई बाध्य बनाएको छ र हामी यहाँबाट अझै पनि के गर्नुपर्छ, अझै पनि हामी कदम चाल्न हामी अझै पनि अघि बढ्नेछौँ। एकजुट भएर यहाँ हामीलाई पक्रेका छन्, आज 60-70 भन्दा बढीले पक्रेर अहिले कोचारेर राखेका छौँ नि, त्यति मात्र हामी छैनौँ होला। जो गुट र जुट भएर बसिरहेको छ त्यति मात्र छैन होला, उहाँहरू आफ्नो झुन्डमा हुनुहुन्छ। तर त्योभन्दा बाहिर जति हुनुहुन्छ नि उहाँहरू अहिले युनाइटेडको लागि जति आउनुहुन्छ हामीलाई पक्रेर
सक्नुहुन्न, जसको लागि एउटा साँचो भावनाले आएको छ नि आफ्नो देश परिवर्तनको लागि। तर त्यो देश परिवर्तनको लागि साँचो आवाज लिएर आउने सायद त्यति 60-70 जना मात्रै होइन, कतिसम्म पक्रेर राख्न सक्छ, जतिले मारेर मार्न सक्छ। तर अब हामी यहाँबाट पछि हट्ने छैनौँ, जे कदम चाल्नुपर्ने अब हामी चालेर अगाडि बढ्नेछौँ। यही चेतावनी दिन चाहन्छु हजुरलाई। नमस्कार। हामी अशान्ति कदापि पनि गर्न चाहँदैनौँ, तर जुन खालको उहाँहरूले आज गर्नुभएको छ नि, जुन खालको हरकत गर्नुभएको छ नि उहाँहरूले हामी माझमा जहाँ शान्तिपूर्ण बसिरहेका थियौँ, योभन्दा अगाडिको मिडियाहरूमा हजुरले देखिराख्नु भएको छ होला, न कसैलाई सरकार पक्षले नराम्रो भएका थियौँ, न कुनै मिडियाले, न कुनै पुलिस प्रशासनलाई हामीले नराम्रो भनेका थियौँ। यति थियो, हाम्रो युनाइटेड हुनुपर्छ, हामी सबजना एकबद्ध ढङ्ग भएर हामी राष्ट्रिय परिवर्तनको लागि हामी हिँड्नुपर्छ भन्दा आज हामीलाई लछाड पछाड गरेर साथीहरूले लगिएको छ नि। तर यसपछि हामी जे गर्छौँ अबको दिनमा, जबसम्म हाम्रो साथीहरू जतिजनालाई थुनिएको छ त्यतिसम्मको उहाँहरूको रिहाई हुँदैन, तब हामी अर्को कदम चाल्न पनि हामी बाध्य हुनेछौँ। नमस्कार। हाम्रो अनुमति दिनको लागि हामी गएका थियौँ र त्यहाँ उपस्थितिको लागि पनि जानुभएको थियो, तर उहाँले यो हाम्रो शान्तिपूर्ण ढङ्गले हामी गरिरहँदा अनि युनाइटेडको कुरा गरिरहँदाखेरि आज उहाँले त्यहाँ हामीलाई रहन दिनु भएन, त्यसको बदलामा हाम्रो साथीहरू उठाएर लगिएको छ। हामीलाई प्रशासनको आवाज नसुनेको भन्दा पनि युनिफिकेसन हुनुपर्छ भन्दै गर्दा हामीलाई त्यहाँनिर युनिफिकेसन हुनलाई पनि अधिकार नदिनुपर्ने, त्यो हुँदैन नि त। युनिफिकेसन हुनको लागि हो, यहाँनिर कुनै होलदङ्गा गर्नको लागि होइन नि त। त्यही भएर त्यो कुरामा पनि दिनुपर्छ। त्यही भएर हामी त जम्मै भेला भए त्यहाँनिर न हामीले होलदङ्गा गरेको थियौँ। युनिफिकेसन ओन्ली वान थिङ, भेला हौ है, एकजुट हौ भन्नको लागि पनि सरकारले नदिनुपर्ने, दमन गर्नुपर्ने, हामीलाई चाहिँ युनिफाइड हुनलाई पनि नदिनुपर्ने। हामी पार्टीबाट आएका होइनौँ, हामी कुनै पनि पार्टीबाट आएका होइनौँ नि त। हामी त स्वतस्फूर्त, हामी नेपाली नागरिक हो, जेएनजीहरू हो, स्वतस्फूर्त आएको हो। न त्यो हाम्रो न सरकारलाई न केही थियो, न केही थियो, न हामीले कसैले दबाब दिएका थिएनौँ नि त। युनाइटेड हुनुपर्छ, जस्ट एउटा आवाज थियो, युनाइटेड हुनुपर्छ, एकजुट हौ है भनेको थियौँ। अब हजुर 2 महिना कहाँ हराउनु भयो भन्नुहुन्छ? अनि अहिलेसम्म यहाँनिर जतिजना आइरहनु भएको छ त्यहाँसम्म हामीले प्रयास गर्दै गर्दा यति भइरहेका छौँ, आउँदै हुनुहुन्छ युनाइटेड हुनको लागि। तर आजसम्म यहाँ आउँदै गर्दा हामीले मात्र होइन, तर हाम्रो बाबा आमाको गभर्मेन्टको नि त यो एउटा जिम्मेवारी हो नि त, होइन र? छोराछोरीले एक ठाउँ, छोराछोरी झुन्ड भएर लड्दैछ भने देशलाई गभर्मेन्टले पनि एक ठाउँमा बनाउने यो चाहिँ गर्नु पर्दैन, गभर्मेन्टको जिम्मेवारी होइन यो कुरा। त्यही भएर हामी गभर्मेन्टलाई अपिल हिजो पनि पठाएका थियौँ। त्यही भएर हामी जस्ट गभर्मेन्टलाई हामीलाई एकजुट बनाइदिनुहोस् भनेर हामीले त्यो हिजो प्रेस विज्ञप्ति पनि जारी गरेका थियौँ। र त्यति भन्दै गर्दाखेरि हामीलाई यस्तो भयो, फेरि पनि भन्दैछु 2 महिनाको अराउन्ड भयो, हामी यति हुँदैछौँ नि, यहाँ अझै आउँदै हुनुहुन्छ, म भन्दैछु नि हामी आउँदैछौँ। तर यहाँ हामी किन युनाइटेड हुनको लागि आएको भन्दै हुनुहुन्छ होला, आज चाहिँ किन 2 महिना कहाँ हराउनु भएको थियो, अनि यहाँ आउँदैछौँ त हामी। तर आज युनाइटेड यहाँ आवाज मिडियाबाजी गर्नको लागि हामी आएर बोल्नको लागि यहाँनिर प्रोग्रामको लागि यहाँ माइती घर मण्डलमा मात्रै बसेको होइन, तर हामी आज हेर्दै गर्दाखेरि त्यो जो शहीद हुनुभएको थियो, घाइतेहरू हुँदै हुनुहुन्थ्यो, साँच्चै यहाँनिर त्यो हामी जेएनजीहरूले मागेको कुराहरू पुरा भएको छ त छैन नि त? साँच्चै भएको छ भन्नुहोस् त हजुरहरू, भएको छ छैन नि त? त्यही भएर एक्लै भए, झुन्ड भए, आफू गए, कोही एउटा गुटको, कोही अर्को गुटको, कोही पार्टीको जेएनजीको नाममाथि यसरी खेलेर हुन्छ। त्यही भएर जेएनजीहरू भनेको जो सुरुमा आउँदाखेरि जुन आवाज उठाइरहेको थियो त्यही आवाजलाई चाहिँ अगाडि बढाउनुपर्छ, त्यो हराउँदै गइरहेको छ। स्वार्थमा मान्छे निस्क्यो, त्यही युनिटी फर्स्ट भनेर हामी आएको। त्यही भएर मात्र यहाँ जबरजस्ती हामीलाई यो युनिटीको लागि कुरा उठाउन पनि हामी जबरजस्ती नै भएका हौँ। यति नै हुन्छ आजको लागि, धन्यवाद। यो एजेन्डा युनिटी नै एजेन्डा हो क्या सर?
युनिटी नै एजेन्डा हो, एकजुटता नै एजेन्डा हो। जेनजीको एजेन्डा हजुर सबैजनालाई थाहा छैन र? आज 47-48 दिन भयो, हजुरहरूलाई साँच्चै अहिले पनि हजुर पुरा भयो त त्यो एजेन्डा? अब हेर्नुहोस् है, हामी 2-4जना त्यहाँ गएर बस्दै गर्दा हामी र अरू जो आफ्नो आफ्नो गुट बनाएर जाँदै हुनुहुन्छ मानिलिउँ होइन, उहाँहरू र हामीमा के फरक? युनिफिकेसन भएर सबजना यहाँनिर काठमाडौँको मात्रै मान्छे आएको थियो त प्रोटेस्ट गर्न? भोजपुरको कुना कन्दराबाट युवाहरू उठेको थियो त्यो बेलामा, 77 जिल्लामा जेएनजीहरू उठेको थियो। अनि उहाँहरूको आवाज चाहिँ दबाइदिनु पर्ने? म मात्रै गएर बोलेँ भने त मेरो मात्रै कुरा हुन्छ? हामी नि गुट भएनौँ? त्यही भएर सबजनाको आवाज सुनिनुपर्छ, सबजना युनिफाइड हुनुपर्छ। आज हेर्नुहोस् जेएनजीहरू सुरक्षित छ जस्तो लाग्छ? जेएनजीहरूको मागहरू कहाँ भइरहेको छ? त्यही भएर युनिफाइड फर्स्ट, एउटै एजेन्डा, युनिफाइड फर्स्ट। जबसम्म युनिफिकेसन हुँदैन तबसम्म अरू एजेन्डा लिएर हामी नि ग्रुप बन्नको लागि होइन, हामी त सबै एक ठाउँ हुनुपर्छ। मात्रै नेपालीको भावनाले, मात्रै जेएनजीको भावनालाई भनेर हुन्छ। अब यति नै आजको लागि, अब अरू क्वेसनहरू नगरौँ, किनभने जस्ट एउटै कुरा, युनिफिकेसन अगाडि बढ्ने नै हो। धन्यवाद। सरकारले पनि गर्नुपर्छ यो चाहिँ। यहाँ 8-10 जना मात्रै देख्दै हुनुहुन्छ, अन द वेमा हुनुहुन्छ हाम्रो साथीहरू, आउँदैछन् नि सर, आउँदैछन्। त्यहाँनिर त्यो हिजो माइती घर मण्डलमा हजुरले देख्नु भएन? यहाँनिर आउनको लागि त्यो दूरदराजबाट आउनको लागि साँच्चै नै सम्भव थिएन नि त। हुन्छ, अब धेरै क्वेसनहरू नगर्नुहोस्, यति नै आजलाई हामीलाई, यति नै। धन्यवाद। ल म युनिफाइड युनिटी भन्दै गर्दाखेरि हजुरहरूले क्वेसन सोध्नु स्वाभाविक हो, राम्रो क्वेसन हो। अब यसको म के भन्न चाहन्छु भने हामीले यो युनिटी गर्न लागेको भनेको चाहिँ देश बनोस्, देशलाई चाहिँ हामी माथि लान सकौँ, उचाइमा जान सकौँ भनेर चाहिँ यो पहिला युनिफाइड गरौँ। यसबाट नै सर्कुलर भएर हामीले प्लान गरेर सबैको एउटा साझा धारणा बनाएर विकास गरेर चाहिँ हामी युनिफाइड भएर जाउँ भन्ने हिसाबले चाहिँ हामीले यो युनिटी बनाएको हो। तपाईँहरूले यसरी बुझिदिनु होला। र आज जसरी सरकारले चाहिँ यो धरपकड गरेको छ, यो हाम्रो युनिटी हुन पाऊँ, सरकारलाई नै गठन गर्दै यो कुराहरू सरकारले नै समर्थन गर्दै भन्दा पनि आज सुनेको छैन। जेएनजीले बनाएको सरकार छ, यो रगतको आलमा बसेर चाहिँ यो सरकारले चाहिँ हामीलाई चाहिँ यो धरपकड गरिरहेको छ। यसमा हामी घोर विरोध गर्दछौँ र पुरुष प्रहरीले चाहिँ महिलालाई चाहिँ अभद्र व्यवहार गरेर चाहिँ यस पुलिस भ्यानमा हालेर चाहिँ लगिरहेको छ। यसमा हाम्रो घोर विरोध पनि छ। भोलि पनि हामी शान्तिपूर्ण आन्दोलन कार्यक्रम गर्दैछौँ, आन्दोलन भन्दा पनि कार्यक्रम गर्दैछौँ। शान्तिपूर्ण आन्दोलन गरेमा यदि धरपकड भएमा पर्सि देशैभरि नै हामीले केही रणनीति अपनाएर हामी अगाडि बढ्न सक्ने अवस्था छ। किनभने जेएनजी भनेको यो सरकार बनाउनको लागि मात्रै आएको व्यक्ति होइन, जेएनजी भनेको देशको लागि आएको व्यक्ति हो, जसले चाहिँ देशलाई बनाउन सकोस् भन्ने हिसाबले चाहिँ हामी आएका छौँ। यसमा चाहिँ धरपकड नहोस् भन्नलाई म चाहन्छु। हाम्रो सरकारले, हामीले बनाएको सरकारले, म के भन्न चाहन्छु भने भोलिको दिनमा हामीले कार्यक्रम गर्दै गर्दा, जेएनजी एकता भनेर कार्यक्रम गर्दै गर्दा फेरि पनि यसरी समाउँदै जान्छ भने आज 100 जनालाई समाउला, भोलि 500 जनालाई समाउला, पर्सि गर्दा गर्दै एक थुकी सुकी 100 थुकी नदी हुन्छ भने जस्तै भोलि हिँड्न पर्ने अवस्था आउँछ। हामीले देशलाई परिवर्तनको लागि, युनाइटेड गर्नको लागि आह्वान गरेको यस कार्यक्रममा तपाईँहरूले चाहिँ यसलाई चाहिँ राम्ररी बुझाइदिनु होला। हस्, हाम्रो घाइते हुनुहुन्छ सर? सक्यो। हाम्रो टिमबाट घाइते हुनुहुन्छ, हजुरले सकेसम्म यसलाई पनि कभरेज गरिदिनु हुन। नमस्कार, मेरो नाम चाहिँ भूपेन्द्र खड्का, म चाहिँ दमक झापाबाट। अस्तिको यो हाम्रो जेएनजीको आन्दोलनमा म पनि घाइते हुन पुगेको थिएँ।
यो आन्दोलनमा मलाई एक दुईवटा गोली नभएर 27-27वटा छर्रा हानिएको थियो। मेरो आवाज त्यतिखेर हामी सबै मिलेर त्यतिखेर एउटा आवाज उठाएर जाँदा पनि मलाई गोली हानेर मलाई मेरो लगायत मेरो साथीहरूको सबैको आवाज दबाउन खोजिएको थियो। र आज पनि हाम्रो साथीहरूले शान्तिपूर्ण रूपले एउटा कार्यक्रम सञ्चालन गर्दाखेरि पनि उहाँहरूले यो आवाजलाई दबाउन खोजिरहनु भएको छ र यो दबाउन चाहिँ दिनु भएन, दबिनु चाहिँ भएन। यो सरकार पनि हाम्रो यो घाइते र शहीद परिवारको शहीदहरूबाट बगेको खुनमा उभिएर बनेको सरकार हो र सरकारले पनि अझै हामीमाथि नै दमन किन गरिरहेको छ त? अझै पनि हाम्रो आवाजलाई किन दबाउन खोजिरहेको छ? हिजोको दिनमा हामीले शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न जाँदा पनि हामीले गोली हानियो र आज फेरि शान्तिपूर्ण रूपले बाटोमा मात्र झन्डा लगाएर एउटा होर्डिङ बोर्ड हातमा लिएर उभिँदा पनि जो सरकारले फेरि हामीमाथि दमन किन गर्न खोजिरहेको छ त? र अब यो सरकारले यसरी नै गर्ने भने हामीले अब सरकारलाई शान्तिपूर्ण तरिकाले जाँदाखेरि पनि सरकारले अब नमान्ने नदिने युनाइटेड हुन नदिने हो भने हामीले अब अरू पाइला पनि चाल्नुपर्ने हुन्छ। यही भन्न चाहन्छु। धन्यवाद।